हेलो गाइस, यहाँ हेर्नुहोस् त बस्तीमा बस्नु चाहिँ के फाइदा भनेदेखि चाहिँ नि बस्तीमा बस्नु चाहिँ यस्तो फाइदा हो। यहाँ हेर्नुहोस् घरमा लगाएको मसिनो खालको बुहारीले लगाएको रहेछ। मलाई त देखेर कस्तो मन परेर गएर टिपेर लिएर आएँ। अब यो भाजा बनाउँछु। यसको भाजा चाहिँ साह्रो मिठो हुन्छ, राम्रो हुन्छ। त्यही लागिको चाहिँ बस्तीमै बस्नु ठिक हो। बस्ती भनेको बस्ती नै हुन्छ। आफ्नो हातले लगाएको यसरी खानु पाइन्छ, ताजा ताजा गएर टिपेर ल्याउनु कति राम्रो लाग्छ। टाउनमा त के बस्नु, घरको भित्र कोचिरेर बस्नुपर्छ। हामी बस्तीकोलाई त बस्ती नै मनपर्छ। यहाँ हेर्नुहोस् कति ताजा छ, कति राम्रो छ, कति राम्रो हेर्नुमै हेर्दै कति खुसी लाग्छ। होइन होइन भन्नुहोस् त, कोलाई मनपर्छ यो बैगनको भाजा। हुन्छ त, बाई बाई सबैजनालाई। आजको लागि यति नै। माइत आइरहेको छु, भिडियोहरू बनाउनु पाएको छुइनँ।